हेलो हाई सबैजनालाई म चाहिँ अस्ति झापा गएको थिएँ। झापाबाट आएँ आज विराटनगर अनि त्यस पछाडि विराटनगर आएपछि मलाई चाहिँ घरबाट आमाले अनि के सामानहरू थियो अनि लैजाऊ भन्दै हुन्थ्यो क्या आमाले। मलाई चाहिँ आमाले के पठाइदिनु भएछ ल कसैले म देखाउँछु है। आमाको माया भनेको चाहिँ यस्तो हुन्छ है। घरमा टमाटरहरू फलेको थियो है अनि त्यस पछाडि के भन्नुहुन्छ टिप्दाखेरि क्या लैजाऊ वहाँनिर किन्नुपर्छ छैन होला लैजाऊ है यहाँनिर छ लैजाऊ अरे भनेर म लादिनँ। वहाँनिर धेरै छ टमाटर म लादिनँ बित्तिकै मैले बेसार पिसाएको छु बेसार पनि लैजाऊ ल भनेर बेसार पनि आधी केजी जति हालिदिनु भयो है। अनि पछि सविताले पनि लैजानु न दिदी भन्नु पनि मलाई चाहिँ सुपारी सानोमा म कति धेरै खान्थेँ। त्यस पछाडि सुपारी पनि यति धेरै राखिदिनु भएछ। अनि त्यस पछाडि मरिच अनि त्यस पछाडि अनि यो अदुवा यो चाहिँ मलाई सविताले दिदी लैजानु यहाँ कति धेरै छ भन्दै भन्यो। अनि त्यही भएर बिउ पनि हुन्छ भनेर मैले बिउ पनि ल्याएँ। अनि यो चाहिँ यहाँ के को बोडीसोडीको के को बिउहरू अनि अलैँची यस्तो चिजहरू आमाले हालिदिनु पर्छ। अझै केहरू त म त धेरै टाढा छ झापामै त। अनि त्यसरी विराटनगर आउँदा त कति टाढा हुन्छ। त्यही भएर मैले चाहिँ यति मात्रै लिएर आएँ। आमाको माया भनेको कस्तो धेरै हुन्छ है। आफ्नो जन्म दिने आमा जस्तो संसारमा कोही हुँदैन हो। आफ्नो आमाले त जति गल्ती गरे पनि कहिले भन्दैनन् कि मेरो छोरीले मेरो छोराछोरीले कहिले गल्ती गरेन भने। अरू त गल्ती नै गरेन भने पनि यसले यस्तो भनौँ मलाई यस्तो गर भन्दै गाउँभरि सुनाउँदै आफन्तहरूलाई भन्दै हिँड्छ। आफ्नो आमाले त जति गल्ती गरे पनि गल्ती गरेको छैन भन्छ। आफ्नो आमा जस्तो संसारमा कोही हुँदैन जस्तो लाग्छ मलाई। जति गरे पनि माफ गर्न सक्ने गरिदिने आमा मात्रै हो। त्यही भएर आमा भनेको होला के मलाई त्यस्तै लाग्छ। त्यही भएर आमा